चाहिँ हामी फ्री फायर खेल्नेवाला छौँ अनि मेरो आइडी चाहिँ नुब छ ब्रोन्ज कि सिल्भरमा छ सिल्भर 9 लेभलको आइडी अनि गेम स्टार्ट गरिने रहेको छ नि न्यू इभेन्ट पनि छ अनि क्लासिक छ अनि न्यू इभेन्ट आयो र्याङ्कमा अनि अब स्टार्ट गर्छु म 10 सेकेन्डमा अनि अब स्टार्ट गर्नेवाला छु पैसा थोरै छ ल स्टार्ट भयो यो के आयो अनि अब थोरै कुरा बाँची तपाईको ठिकै होला कस्टम खेल्ने भए आउनु होला मेरो भर्खरै न्यू आइडी छ अनि भए खेल्नु सँगै जाने खेल्ने अनि भोलि चाहिँ म क्लास स्क्वाडको भिडियो हाल्छु अनि तपाईहरुले सुन्छु होला अनि मेरो बिलारो पनि आयो बिलारो पनि राम्रो छ अनि यो मान्छे मेरो क्यारेक्टर मलाई मन पर्छ मलाई यो कम्बिनेसन मन पर्छ म 1-2 महिनापछि तब पार्नेवाला छु अनि गेम स्टार्ट भएको कुरा गर्दै अनि मेरो आइडी चाहिँ यस्तो छ नुब आइडी छ 2 बुयो अकाउन्ट छ अनि टप 2 मा आउँछु म अनि युनिट गरेर हल्का के ठिकै छ अनि फ्रेम रेट पनि स्मुथर प्लेब्याक हुनुपर्छ अनि ब्रिटेन अनि भएमा आइ लबीमा अनि एकछिनमा स्टार्ट भएपछि अब म यति खेल्दै थिएँ अनि ल्याग भयो अनि हेरेको त स्टार्ट भयो मेरो मोबाइल लोडी बच्चा ल्याग चल्छ अनि म चाहिँ अब सेटिङ मिलाउन थालेको थिएँ सेटिङ मिलाउँदै अब मैले सेटिङ मिलाउँदै अब मैले मिलाएपछि मिलादै अनि यो ठुलो पार्ने मेरो गेम सेटिङ यस्तो सेन्सिटिभ सब ठुलो पार्ने अनि सब सानो पार्ने अनि हामी चाहिँ घुम्न गएको थिएँ अहिले मेरो घरतिर पानी परेर मेरो घर बेसी पाटी चोकतिर छ तपाईँ आफ्नो एड्रेस चिनाउन सक्नुहुन्छ अनि म त ठिकै छ नि मेरो सेटिङ बनेपछि म आफै झर्छु अनि म झर्नेवाला छु पिकतिर अनि झर्छु अनि झर्ने बित्तिकै एउटा घरभित्र पस्छु त्यहाँको नजिकको अनि मेरो सेटिङ अहिलेसम्म बनेको छैन ल मेरो सेटिङ अब थोरै बनाउँछु अनि हुन्छ ल मेरो सेटिङ भन्यो अब मैले भने थिएँ पिकेर झर्छु अनि पिकेर झरेँ अनि मसँग बन्दुक छैन पुटपुटी के गर्ने भुट्छु सबैलाई अनि सबलाई भुटिदिन्छु यो फुटिएकोलाई अनि अब मान्छे मेरो अगाडि गएर त्यहाँ फाइट खेल्दा अनि मेरै अगाडि फाइट खेल्छ 2 जना अनि मैले यिनीहरूलाई गुद्दिन्छु अनि मलाई रिस उठेपछि ल अनि गोल गएन ल अनि अब अर्को त्यसको लुटमा हिटलिस्ट रहेछ नि त अब मैले हिटलिस्ट लिएपछि बन्ने लुटेपछि अर्को केटीलाई मार्न जान्छु नि त अब म अर्को केटीलाई मार्नेवाला जानेछु एकछिन अब मैले गर्नुहोस् अनि गए अनि साइडमा हेर साइडमा अनि भेट्यो ल अनि अब म नि लामार मार्छु अनि मर्यो नि अब एकछिन म यसमा पैसा हालेर के राम्रो लुटेर छु अनि एकछिनको लागि म चुप बस्दैछु ओके रमाइलो गर्नुहोस् गेम प्ले हेरेर अनि ल अर्को किल आयो मैले पच्काउन गएँ भागे अनि पछाडिबाट भाने मलाई अनि भेट्यो अनि मैले अन्नी गरेर हानिदिएँ अन्नी सक्छ अब कहाँबाट हान्न हामीलाई थाहै छैन त्यो मान्छे आएको पनि छैन अब त्यहाँदेखि साइडदेखि हान्छ म बसिरहेको हुन्छु त्यो साइडदेखि हान्छ मेरो साइडदेखि हान्छ त्यसपछि म साइडदेखि हान्न खोज्छु तर मर्दैन साला मैले गएर पच्काइदिएँ अनि भागिरहेछ अनि गएर अनि गरेँ मैले अनि गरेँ अनि अब
लुट्नेवाला जानेछु म कहीँ अगाडि। अझै अगाडि गएपछि म एउटा घरमा गएर सेटिङ मिलाउनेवाला छु। अनि एकछिन चुप भएर बस्नुहोस्। म यहाँ लुट लुट्न गएको थिएँ, केही भेटेन अनि राम्रो केही भेटेन मैले। अब तपाईँको लागि म एउटा किल खोज्न गइरहेको छु। गएपछि मैले किल भेट्यो अनि मलाई त्यहाँ हाल्यो। हान्न गएको अनि त्यसपछि मलाई पुरा आधी हेल्थ पारिसकेको थियो। मैले गएर हाने अनि गएर मान्छे खोजिरहेको थिएँ अनि आयो गयो अनि टाढादेखि हेर्छ अनि अब म यसको लुट लिएर त्यो घरमा जान्छु म सेटिङ मिलाउन। अनि सेटिङ मिलाउँछु म थोरै राम्रो भएन। फेरि सेटिङ मिलाउँछु म। फेरि सेटिङ मिलाउँछु एकछिन अनि सेटिङ मिलाएपछि म तपाईँलाई कुरा गर्नेवाला छु। सेटिङ मिलाउँदै अनि सेटिङ मिलाउँदै रमाइलो लाग्छ होला नि सेटिङ मिलाउँदै मेरो सेटिङ बन्यो बन्न लाग्यो अनि बन्यो सेटिङ मेरो। अनि त्यसपछि म लुट्न जान्छु मान्छेको लुट। अनि फेरि सेटिङ थोरै मिलाउँछु अनि त्यसपछि लुट्न जान्छु एयर ड्रप। अनि त्यसपछि गएपछि म थोरै रमाइलो गर्छु अनि मलाई फेरि हान्यो अनि म अब त्यसले मान्छे हेर्छ जान्छु भने अगाडि गएर जम्प भनेर अनि मैले 5 पच्काएँ अनि आयो मर्यो। अन्नी सक्छ। अब म एयर ड्रप लुट्न गएँ। अब फेरि हाने मलाई। म मर्नेवाला छु। ग्लोवाल नि लाग्दैन मेरो सेन्सिटिभ थिएन। हान्न लाग्यो मलाई अनि पुरो ग्लोवालमा प्याक भएर त्यो मान्छे आफै आउँछ अनि म त्यसलाई मान्छेलाई मार्छु। अब मैले ग्लोवाल लगाएँ। अब म यत्तिकै हिल गरिरहेको छु अनि त्यो मान्छे आएछ अनि म बस्छु के गर्छु। आएपछि अब म गएँ अनि ल मैले हाने यसलाई अनि मैले हाने अनि मैले अन्नी रेड खायो अनि मर्यो। अन्नी सक्छ। अब म गएर त्यहाँ बस्छु अनि सेन्सिटिभी त्यो फिङ्गर क्लिप्स लाउँछु अनि अब पिकतिर जान्छु अनि सेन्सिटिभी खोजेको थिएँ। अनि सेन्सिटिभी खोजेपछि म बसेँ। त्यति बेला अर्को मान्छे आयो त्यहाँबाट अनि मलाई हाल्न खोजिरहेको थियो। अनि म गएँ अनि मलाई हाल्न खोजिरहेको थियो त्यहाँ मान्छे। अझै गएँ मलाई हान्न खोज्नेवाला मान्छे चाहिँ पछाडि छुट्यो। अनि म एकछिन यहाँ बस्छु अनि फिङ्गर क्लिप खोजेको थियो अनि काम खाँदै थिएँ। अनि त्यहाँबाट एउटा मान्छे गयो अनि अब त्यहाँबाट मान्छे गएपछि म उठेँ अनि त्यहाँबाट मलाई मान्छे हान्न थियो अनि म उठेर त्यसलाई हान्न गएको थिएँ। तर मलाई आधी हेल्थ पारिसकेको थियो अनि मैले त्यसलाई हाने अनि रेड गएन अनि फेरि म त्यसको अगाडि गएँ अनि जम्प हानेर पुरा रेड हान्दिएन सकेर अनि अब मर्यो। अनि म चाहिँ पिकतिर हिँड्ने हो। अनि म त्यहाँ लुटेपछि म अझै सामान खान्छु अनि पिकतिर जान्छु। पिकमा आएपछि म धेरै काम गर्छु अनि पिकमा म हल्का सेटिङ मिलाउँछु अनि एकछिनको लागि तपाईँ चुप बस्नुहोस्। मैले एयर ड्रप भेटेको थिएँ। एयर ड्रप भेटेपछि धेरै काम हुने भयो नि। त्यसपछि मैले के गरेँ कि यिनीहरूलाई सबलाई मार्थेँ। म पिकतिर आएँ अनि 2टा कि 3टा मान्छे भागिरहेको थियो अनि पुरा मेरो ल्याग खायो। पिकमा आएपछि अनि म त्यहाँ गएँ मान्छेलाई हान्न अनि त्यहाँबाट अर्कै मान्छे आयो रहेछ अनि मलाई हान्न थियो। अनि त्यो मान्छे 9जना मात्रै बाँकी थियो अनि मैले त्यसलाई हानेँ अनि फिनिस हान्दै
फिनिस हानेपछि मलाई त्यसलाई अनि सरी गाइज मेरो माइक म्युट भएको थियो त्यति बेला के भन्न सकेन त गेमको भोइस सुन्दै हुनुभएर अनि एउटा फुटेपछि मलाई रिस एक्कासी रिस उठ्यो अनि यतिकै फुटेर थियो जोन पनि सिन गइरहेको थियो त्यो मान्छेलाई खोज्न जानु जस्तो भइरहेको थियो अनि खोज्न जानु जस्तो भइरहेको थियो भने एक्कासी मैले फुटाएँ साइडको अनि फुटाएपछि अर्को फुटाउन गइरहेको थियो अनि आधी फुटाएपछि त्यो मान्छे मगाएको अब यो फुटाएर छु जुन सिङ भयो अनि मैले फुटाएँ अनि बुझ्या भयो अनि त्यो मान्छे जोन मास्टरिङ भएर मऱ्यो अनि बुझ्या भयो मेरो बुझ्या अनि ब्याक गरेँ मैले फटाफट ब्याक गरेँ अनि मेरो र्याङ्क चाहिँ सिल्भरमा झरा रहेछ अब हेर्नु मेरो ल्याक चल्छ अनि मेरो र्याङ्क हेरेपछि सिल्भरबाट गोल्डमा आयो अनि मेरो नेभल पनि भएको लाग्यो बुया स्ट्राइक 3 भयो अनि अब मक्के खानेवाला छु बुया स्ट्राइक 3 मा भयो अनि म नुब छु अनि कस्टम खेल्ने भए आउनुहोस् राम्रै खेल्छु म अनि अब अब्जर्भेसन भयो अनि स्मुथमा राखेँ मैले अनि एयर ड्रप आउँछ पछि मैले स्मुथमा राख्छु अनि म टप 10 मा आएँ अनि त्यसपछि अब यतिको लागि नै मेरो गिल्ड यस्तो छ गिल्डमा आउनुहोस् महाकाल टेक लेभल 3 भएको छ म चाहिँ एउटा ब्यानर किनौँ जस्तो छ कि बन्दुक किनौँ अनि मलाई बाघवाला किने नकिन्दै अनि बाघवाला किन्यो बाघवाला राम्रो लाग्यो अनि किन्न सक्नुहुन्छ त्यसो मैले गिल्ड पेक गरेँ अनि त्यसपछि हेर्नु सक्नुहुन्छ मेरो अब म आइडी त्यस्तो छ पुरानै छ अनि आइडी हेर्नुहोस् एल्बम पनि थोरै छ नेभल थोरै छ 9 नेभल छ रसर अनि अनरिस्टको पनि ठिकै छ अनि एल्बममा केही छैन यतिको लागि नै अनि अब म बाई टेक केयर